ढिलो आयो करायो यस्तो कहाँ बिर्सेको पैसा लाग्छ र गरिदिउँ न लाइक र सब्सक्राइब लाग्छ भने म पठाइदिउँला नि लगातार श्रीलङ्का एले नेपाली टिमले जितेको थियो अझै फराकिलो जित हात पारेको थियो तर आज नेपालीले असली रूप देखाइछाड्यो नि टस जित्ने खेल हार्ने हुन सक्थ्यो तर टस जित्यो अनि त्यसपछि फिल्डिङ रोज शेर भनेको थाहा पाउन आजको म्याच हेर्नुहोस् उनले नि 4 ओभरमा मात्र 20 रन खर्चेर 4 विकेट लिए लगातार त थाहा छ नि 2 विकेट लिएको भागले नि हामी दिपेश गैरी एन्ड एक विकेट नन्दन यादव रोहित पौडेल अरू बलरले विकेट लिएनन् तर पनि उनीहरूले धेरै रन्स पनि खर्चेनन् अनि मामाले चाहिँ अलिकति बढी रन्स खर्चे चाहिँ तर पनि त्यति धेरै त होइन अनि इनिङ्स ब्रेक भयो अब नेपाली टिम ब्याटिङ गर्यो ब्याटिङ कुशल भुटेलले त 1 रन बाँकी थियो क्या अधशतक बनाउन लक्की त छैनन् कि हाम्रो मामा श्री उनले 1 रन बनाउन बाँकी थियो अनि स्ट्राइक पाएका थिए बल उडाएका थिए त्यो बल भयो क्याच आउट अनि अरू पनि राम्रै थियो आज सबै प्लेयरले चौका हानेकै थिए अनि त्यति नराम्रो स्कोर भन्ने त थिएन बलिङमा कडा गऱ्यो भनेको चाहिँ नि हो त्यही कडा गरेरै रोकिदियो 132 रनमा श्रीलङ्कालाई पहिलो इनिङमा अनि दोस्रो इनिङमा चाहिँ 17 ओभर पुग्ने बित्तिकै म्याच भइसकेको थियो अगाडि नै भइने म्याच थियो अलिकति डट बल भयो र विकेट पनि गयो हल्का फुल्का एन्ड 7 विकेटले म्याच जित्यो अब कुरा गरौँ वुमेन नेपाली क्रिकेटको आज भएको जिम्बावे भर्सेस नेपाली मेन्स क्रिकेट र वुमेन्स क्रिकेटमा एउटै छ यो मेन कुराहरू टस टार्गेट जस्तो कुराहरू वुमेन्स क्रिकेटमा नि ग्लोबल क्वालिफायर छ अनि आज जिम्बावेसँग खेल्दै टस जित्यो फिल्डिङ रोज्यो अनि त्यसपछि तर एउटा गल्ती गर्यो वुमेन्स क्रिकेटले टिमले भनौँ क्रिकेटले त होइन धेरै क्याच ड्रप भयो अनि कतिपय रन आउट मिस भयो तर पनि 129 रनमा रोक्न सफल भयो तर जिम्बावेले ग्लोबल क्वालिफायरमा हाइएस्ट रन बनाएको भनेको 114 हो आज चाहिँ 129 बनायो अनि त्यहाँ पनि इनिङ्स भइहाल्छ अनि नेपाली वुमेन्स टिमले ब्याटिङ गरिहाल्छ त्यो पनि त्यही हो असली स्वरूप त देखेकै हो हामीले सुरुमा 45-47 रनै बनायो पावर प्लेमा त्यसपछि एकछिन डट बल अनि रन कम अनि 13-14 ओभरमा विकेट झरे त्यसपछि पूजा महत्त्व रनभन्दा बल बढी जे भयो नि अर्धशतक चाहिँ पुऱ्याइन् रनभन्दा बल बढी भयो पनि 52 रनले लास्टमा गयो ओके ठिक छ जे भए पनि जित्यो है 19 ओभरमा खेल समाप्त गरियो टिमले चाहिँ मजाले जित्यो त्यो वुमेन्स टिम चाहिँ हार लागि गर्दा जित्यो त्यो जित्नै लाग्यो गेम जित्नै पर्ने गेम सजिलो गेम पनि तर पनि अब एउटा गेम जित्नु छ फेरि सुपर 6 पुग्नको लागि अनि सुपर 6 गएर फेरि टप 4मा आउनु छ वर्ल्ड कपमा छिर्नको लागि र मेन्स टिमले त प्र्याक्टिस म्याच खेलेको अब इङ्ल्यान्डलाई जित्नु छ सुपर 8मा पुग्नु छ अब यसरी ढिलो आयो करायो होइन सबै म्याच जित्नुपर्छ अनि हामीलाई लाइक र सब्सक्राइब गर्नुपर्छ